कहाँ जानु लाग्यो दाइ भन्नु त हामी कफी फार्म टाढै हैन हजुर किन हो है नै म सन्ताइको घर छैन सोनी दाइको घरतिर ए तपाईँ त कति मोटाउनु भएको र लास्टै मोटाउनु भएछ त अघि सब भन्दै हिँड्नु है भन्न त दाइले हो भन्ने गल्ती घुमाइदिनु लाग्यो होइन त्यही भन्दिनु हामीले कफी रोप्यो हम यो कफीको बुटा हो ए यो हो दाइको कन्सेप्ट चाहिँ अब यो के अरे कफी बारिस्ता त्यो सिक्ने भन्दा कफी कसरी बन्ने अनि कसरी त्यो हामीले कसरी उत्पादन गर्ने हो त्यो कन्सेप्टले दाइले गरेको यसो यहाँ 400 जति कफीको बोट छ अनि त्यसैसँग यो तेजपत्ताहरू अरू बिरुवाहरू पनि लगाउँछन् अरू के भन्नु हजुर चाहिँ यहाँ जब गर्नुहुन्छ के अहिले त मैले यहाँ हेरेँ होइन हजुर अरू त्यही मङ्गलापुतिर होइन र मेरो र मनिषको घर एउटा हो क्या सनिसको नजिक ए सुरुमा देख्दा त चिनेको थिएन तपाईँले काजल भन्छ अनि बल्ल मैले चिने हजुर भन्दा कफी फार्म हो हामीले यहाँ यति हाम्रो एरिया चाहिँ योदेखि यो सब जग्गा हम अस्ति आएको दाइको के अरे दाइको यो डकुमेन्ट्रीको भिडियो अहिले चाहिँ अरू के देखाउनु कफी फार्म यही हो हजुर हाम्रो कफी 400-500 जति रोप्यो हम कफी फार्मर कफी हो अहिले चाहिँ बल्ल अब हुर्किदेखा डाँडा पुरै मतलब 16 बिघा हो कि यस्तै कति लिएको हामी चाहिँ कफी फार्मतिर बिजी अनि के भन्छ हाम्रो क्यापेसिटी यो वाइफाई नराख्नुको कारण चाहिँ अब यो हामीले यो भाइब चाहिँ अब गाउँको जस्तै बिना नेट अब त्यो नेट भयो भने अब सबै अब आफ्नो मोबाइल हेरेर अब फ्यामिली अब यस्तो कुरा हुन्न रमाइलो हुन्न साथीसँग मोबाइल त जहिले नै युज गरिन्छ नि त अब त्यही हो कन्सेप्ट चाहिँ त्यही हो दाइको यहाँ आएपछि एक दिनलाई चाहिँ फुल्ली नेट बिना बस्नु हो त्यो भाइब्स ल्याउनु भने दाइले त्यो गर्नुभएको स्पेशल कुराहरु के छ तपाईहरुले भन्नु यो के कफी स्पेशल भनेको यहाँ हामीले सामानहरु चाहिँ अब पुरानो सामानहरु हामीले राखेका छौं त्यो चाहिँ किनकि अहिलेको बच्चाबच्चीलाई अब मोबाइलहरु मात्र थाहा पुरानो अब बुवाआमाहरुले युज गरेको सामानहरु थाहा छैन हो त्यसको लागि चाहिँ अब हामीले दाइले सब पुरानो सामानहरु राख्नु भन्छ त्यही यो यस्तो सामान युज गरेर यस्तो भएको भनेर दाइले कन्सेप्ट त्यो ल्याउनु भएको जस्तो यहाँ खानेकुराहरु टपरीमा हजुर बाँसकोहरु अनि ब्रशहरु पनि त्यो बाँसको देखिरा थियो हजुर यो इको साथी अब हाम्रो चाहिँ यही भोलि शनिबार हाम्रो बुटोल कसौली बजार भन्ने लाग्छ त्यहाँ पनि भिजिट गर्न सक्नुहुन्छ हजुरले अब प्रत्येक त्यहाँ चाहिँ अब सब नेपाली प्रोडक्ट मात्र हुन्छ कता लाग्छ नि हेरि लाग्छ त्यो पुरानो के फिल्म हल बुटोल फिल्म हलको अहिले पुरै पुरा नेपालमा बनेको प्रोडक्टहरु मात्र बिक्री हुन्छ हरेक शनिबार 9 बजेदेखि 12 बजेसम्म चाहिँ हुन्छ यो चाहिँ कहिले पाउँछ नि अब अझै लाग्छ टाइम अनि कफी निकाल्नु हुन्छ हजुर कफी अब यो कफी निकाल्ने बेलामा आउनु पर्ला कफी खान हामीले अब गाउँको कफीहरु छिटो उठाम मतलब यहाँ मतलब चिया नखानेले कफी खान पनि पाउँछ मैले अघि भन्थे नि मलाई के थाहा नि म त चिया मात्र होला भनेर अनि भनेन जम जम तर राम्रो रहेछ ठाउँ छ लोकेसन त राम्रो हो मेन भनेको अब सबले मासुहरु खान खोज्ने पहिला थिएन मासुहरु ए प्योर भेज हो भन्छ पहिला अहिले पनि अब भेजै हो मतलब अब आइस्ता आइस्ता गर्दै सुरु गर्न लाग्यो नन भेज चाहिँ अब एकैचोटी सुरु गर्दा चाहिँ अलि गाह्रो पर्छ त्यही भएर
त्यही त कि आजभोलि भेजिटेरियन भन्ने कोही नि हुन्न रुमहरु हेर्ने सबै हेरौँ न अब त्यतापट्टि यता तलबाट फेरि कता हो तलदेखि रुमहरु ल अनि यो यता माथिकै टेन्ट यो टेन्ट हो अहिले हेर्ला ओए छिटो आइजाऊ के हो र अनि यता चाहिँ खोलामा पौडी खेल्न जानुपर्छ ल मैले आज सुभाष दाईलाई भेटाएँ सोनिस दाई यहाँ हेर्नु को चिन्नु भयो होला नि गिटार यता चाहिँ हाम्रो सर ध्यानमा बस्न लाग्नुभयो सर चाहिँ ध्यानमा बस्न मेडिटेसनहरू गर्न एकदम रुचाउनुहुन्छ अनि अब चाहिँ हामी कहाँ जाने हो फार्ममा खै कहाँ जानु पर्यो दाइ अब हामी कहाँ जाने हो अब आम्मा रुक ल हेलो हजुर दाइ ल दाइ तपाईँको यहाँ ठाउँमा घुम्न मेरो युट्युबमा गएर सब्सक्राइब गर्न नभुल्नु है गर्नुभयो ए ल ठिक छ अब गएर भ्लग हालेपछि हेर्नु है यहाँको सब ठाउँको अनि त्यसपछि तपाईँ भाइरल हो क्या दाइको फेस देखाइदिनु यता हेर्नु न मसँग हिँड्नु यता ल दाइ हाई भन्नु कता जानुभयो ल हाम्रो यो चाहिँ ठाउँ हो हामी चाहिँ अब लगभग हामीले यहीँ उत्पादन गरेको चिज हामीले युज गर्छौँ अनि हाम्रो शनिबार खसौली बजार त्यसको लागि चाहिँ हामीले यहीँबाट सामानहरू पठाउनु गरे हौँ अनि हाम्रो यहाँ गाउँहरूको पनि उठाएर पठाउनु गरे हौँ त्यही हो अहिले चाहिँ आलुहरू लगायौँ मकै आलु सागहरू छ गाजरहरू हामीले चाहिँ यसमा चाहिँ दबाईहरू चाहिँ युज गर्दैनौँ त्यहीको भनेको मतलब अब दबाईहरू बिना अर्ग्यानिक यही खाइन्छ कि हाइलाइट गरेर अब यहाँ त्यो छ के अरे केरो हुन्छ गाई पाल्नलाई बनाउनलाई गोठ हो ए गाई भैँसी पनि पाउने भनेपछि शुद्ध दुध दही खान पाइन्छ ठिक छ ऊ त माथि पनि हो माछा पाल्ने भने यो माछा नि पाल्ने हो लसुन पियाज यहाँ हो हामी बस्नु चाहिँ यहाँबाट माथि हामी इको फार्ममा छौँ यहीँसम्म हो त्यो चाहिँ हाम्रो जग्गा चाहिँ यो माथि फाँडेको ठाउँ हो फाँडेको वाला हो यहाँ माथि अदुवाहरू रोप्नु हो पेसाहरू के भयो त्यहाँ फेरि जानी भइहाल्छ नि यही हो अब हाम्रो एग्रिकल्चर फार्म भनेको यही हो वाउ दाइले त्यहाँ जग्गा खोज्छु दाइ पुरा अगाडि फर्की भन्दै हिँड्नुभयो भन् यो चाहिँ अब हाम्रो एग्रिकल्चर फार्म भयो अब यहाँ चाहिँ अब हामीले यहीँ उत्पादन गरेको चिज हो यहीँको युजको लागि अब बिना त्यो दबाई युज गरेको अर्ग्यानिक खुलाउने हजुर यो चाहिँ लौरी सिमी हैन नि त हैन के हो के हो घिउ सिमी यो कान्टे सिमी हो घिउ सिमी हो कान्टे सिमी के सिमी हो र चाहिँ अब एकछिन यता नाचगान प्रोग्राम सुरु गर्ने अब नाचगान गर्ने भनेर अनि त्यसपछि यतातिर आयौँ आगो सागो पनि बाल्नुभयो सबजना रेडी भएर बस्नुपर्छ ऊ नाचगान अब स्टार्ट हुनै बाँकी छ
रातिको 10:30 भइसकेको थियो अनि यता खानाको लागि बोलाउनु भयो अनि त्यसपछि हामी सबजना खानाको लागि बस्यौँ। अब खाना खाएर भ्याएपछि एकछिन रमाइलो गर्नु पर्ला भनेर अनि सबजना खाना सुरु गऱ्यौँ। ल खाए भनेर सबजनाले जे होस् सबसँग बसेर खाँदा चाहिँ यसरी खानुको मजा नै बेग्लै हुने क्या। हामी चाहिँ खाना खाएर सक्यौँ भर्खर अनि साथीहरू कता के गर्नु गइरहन्। रातिको कति बजे छ? 10:30 भयो। Now we are going to somewhere भन्ने कुरा भएन के। अब चाहिँ लेडिजहरूको पार्टी हुन्छ। पार्टी त त्यस्तै अब रातको होगा हङ्गामा जप गएका चन्द्रमामा सुट बोर्डको गोली मारो हुन्छ। अब हामी भित्र रमाइलो गर्दै थियौँ अनि त्यसपछि सरले बोलाउन आउनुभयो। अब तल गएर एकचोटि फेरि नाचगान रमाइलो गर्ने अनि त्यसपछि तिमीहरूले रमाइलो गरेर बसौला भनेर अनि यहाँ चाहिँ रातिको नाइट भ्यू पनि बाल दामी देखिँदो रहेछ कि अनि नाच्नुतिर गयौँ। अनि यहाँ नाचेर सकियो अनि यहाँ नाचिसकेर अब हामी आफ्नो रुममा गएर रमाइलो गर्ने भनेर अनि यहाँबाट निस्क्यौँ। अब छिटो रुममा लिएर गयौँ कि बुफर हरियो बासगारी यो केटीलाई लान्छु म साथै। हरियो बासगारी यो केटीलाई लान्छु तिमीले हरियो बासगारी मिठो के लान्छु तिमीलाई एसेन्स पाछ लान्छु कि त छु न। हरियो बासगारी लान्छु तिमीलाई एसएलसी पास गरी जानो चिनैमा भेटको माया के भनी बोलाउ म पहिलो दिनैमा भेटको माया के भनी बोलाउ म पहिलो दिनैमा। एकजना उठे नाच्ने मिस गरौ के बासगारी निउराइदेऊ यो केटीलाई फालेर उडाइनैमा भेटको माया के पनि बोलाउ म। सम्झना बिर्सना सम्झना
सम्झना बिर्सना झन् झन् बढ्यो तिर्सना माया अनि रमाइलो गर्दा गर्दा 3:45 भइसकेको थियो अनि एकछिन 1-2 घण्टा भए पनि यसो सुतम भनेर अनि त्यसै सबजना ड्रेस चेन्ज गरेर सुत्नेतर्फ लाग्यौँ। आजको लागि चाहिँ भिडियो यति।